एकजना कलाकार थिए। उनले जो कसैको पनि मूर्ति दुरुस्तै बनाउन सक्थे। त्यसैले उनले यो काम गरेर प्रशस्तै ख्याति कमाएका थिए। उमेर क्रमसँगै उनी वृद्ध अवस्थामा पुगेछन्। एक दिन उनको मर्ने दिन आएछ। उनलाई लिन यमदूत उनको घरमा आउँदै रहेछन्। यो कुरा उनले थाहा पाएछन्। यस्तो कुरा थाहा पाएपछि उनलाई तनावले सताउन थालेछ। भोलिपल्ट यमदूत आफूलाई लिन आउँदैछन् भन्ने थाहा पाएपछि अब के गर्ने होला भन्ने सोच्दा सोच्दै एउटा जुक्ति उनको दिमागमा आएछ। उनले 6वटा दुरुस्तै आफू जस्तै मूर्ति बनाएछन्। 6वटा मूर्तिको बीचमा आफू पनि टक्क उभिएर मूर्तिकै जस्तो पोजमा बसेछन्। यमदूतहरू उनलाई लिन उनको घरमा आएछन्। यसो हेर्छन् त 7वटा उस्तै अनुहार छ। उस्तै अनुहार भएपछि कुन चाहिँ वास्तविक मान्छे हो भन्ने छुट्याउन कठिन पर्याए। अनि यमलोक फिर्ता गएर यमराजसँग भेटेछन् र भनेछन्, हजुर, यो मान्छेको उस्तै अनुहार बनाएर पनि बडो समस्या भयो। हजुरले गएर ब्रह्माजीलाई भन्नु पर्याए। आज पनि मान्छे लिन गएको कुन चाहिँलाई उठाउने कुन चाहिँलाई उठाउने। हामी त मान्छे नचिनेर कसैलाई पनि नलिकन आयौं। त्यसपछि यमराजले यमदूतहरूको कानमा खुसुक्क केही कुरा भनेछन्। त्यसपछि यमदूतहरू ती कलाकारलाई लिन भनेर गएछन्। यो कुरा थाहा पाएर ती कलाकार आफ्नो कामसाम सबै छोडेर तुरुन्तै तिनै मूर्तिको बीचमा गएर तिनै मूर्तिकै पोजमा टक्क बसेछन्। यमदूतहरू आएर हेरे 7वटा उस्तै अनुहार। उनीहरूले यिनै मूर्तिकै बीचमा वास्तविक मान्छे छ भन्ने थाहा पाएका हुन्छन्, तर चिन्न सकेका हुँदैनन्। अनि 2जना यमदूत मध्ये एकजनाले भनेछन्, ओहो, यो यमदूतको काम गर्ने क्रममा यो ब्रह्माण्ड यति घुमियो, यति मान्छेलाई भेटियो, तर यहाँ भएको जस्तो मान्छे, उस्तै मूर्ति बनाउने मान्छे त कहीँ भेटेको छैन। भगवान कसम, म त्यो मान्छेलाई भेट्न पाएँ भने त खुट्टैमा ढोक गर्ने थिए यार। यो कुरा सुन्ने बित्तिकै मूर्तिहरूको बीचमा बसिरहेका ती कलाकार फुत्त यमदूतको छेउमा आएर नमस्कार गर्दै भनेछन्, हजुर, यी सबै मूर्ति मैले नै बनाएको हुँ। प्रशंसा भन्ने चिज चाहिँ यति खतरनाक हुने रहेछ। तपाईहरू पनि प्रशंसाले नमात्तिनुहोस् है। मान्छेलाई प्रशंसाले बिगार्दो रहेनछ त। तपाईलाई यो कथा कस्तो लाग्यो? कृपया कमेन्टमा लेख्न नबिर्सिनुहोला है। अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभयो नि? धन्यवाद।